कृष्ण कुमार खुलालज्यूलाई अगाडि आइकन उपहार लिइदिनुको निम्ति अनुरोध गर्दै यसरी साधर श्रेष्ठ डिकन साधर श्रेष्ठलाई पनि अगाडि आइदिनुको निम्ति मैले अनुरोध गरेँ। डिकन हरि तामाङ, डिकन अनिल तामाङ हुन्छ उपहार वितरण गर्नुको निम्ति हामी ताली बजाउनेछौँ। उहाँहरू नगर्ने दर्शन धेरै मण्डलीका कार्य समिति सदस्यहरू हुनुहुन्छ। डिकन कृष्ण कुमार खुलालज्यू, डिकन साधर श्रेष्ठज्यू, अनि यसै गरी अर्का डिकन हुनुहुन्छ हाम्रो हरि तामाङज्यू, अनि यसै गरी अर्का डिकन हुनुहुन्छ हाम्रो अनिल तामाङज्यू। उहाँलाई पनि अगाडि आइकन उपहार ग्रहण गरिदिनुको निम्ति मैले अनुरोध गरेँ। अलिकति ताली पुगेन जस्तो भोक लागिसकेको छ, हामीलाई थाहा छ, खाना पनि पाक्दैछ। यसै गरी श्रीमती गीता श्रेष्ठ दिदी कता हुनुहुन्छ? तपाईँ पनि अगाडि आइदिनु होला। श्रीमती निर्मला सिलवाल बहिनी कता हुनुहुन्छ? हुनुहुन्न? उहाँलाई हामी उहाँको यो उपहार उहाँ पुर्याइदिनेछौँ अथवा हामी पछि हुन्छ उहाँको छोरालाई निर्मला सिलवालको छोरालाई यो उपहार ग्रहण गरिदिनुको निम्ति हामीले अनुरोध गरेँ। यदि हुनुहुन्न भनेदेखि यो उपहार हामी उहाँलाई पठाइदिनेछौँ। र यसै गरी मैले अर्को यहाँ व्यक्तिहरूलाई अगाडि बोलाउन चाहेँ। दिदीबहिनी उपसमितिमा रहनुभएका दिदीबहिनीहरू पम्पा भूषाल दिदी, गोपिनी घिसिङ, विनु तामाङ, मनिषा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, तपाईँहरू अगाडि आइदिनु होला। फेरि पनि मैले नाम उद्घोषण गरेँ। पम्पा भूषाल दिदी तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ आएर गोपिनी घिसिङज्यू हुनुहुन्छ, जेमिसी धन्यवाद यहाँलाई उपहार ग्रहण गरिदिनु भएको निम्ति। पम्पा भूषाल दिदी, विनु तामाङ दिदी कहाँ हुनुहुन्छ? तपाईँ पनि अगाडि आइदिनु होला। मनिषा श्रेष्ठ दिदी, लक्ष्मी श्रेष्ठ, तपाईँहरू अगाडि आइदिनु उपहार लिइदिनुको निम्ति मैले अनुरोध गरेँ। धेरै धेरै धन्यवाद। मनिषा श्रेष्ठ दिदी आउनुभयो। मनिषा श्रेष्ठ दिदीलाई फेरि पनि बोलाउनेछु। जन सङ्गति उपसमितिमा रहेर सहायता पुर्याउनु हुने व्यक्तिहरू हुनुहुन्छ। निर्मला सिलवालको तर्फबाट उहाँको छोरा हो, छोरालाई उपहार ग्रहण गरिदिनुको निम्ति हामीले अनुरोध गरेँ। ताली बजाइदिनु होला। उहाँलाई पनि धेरै धेरै धन्यवाद। र मण्डलीले उहाँलाई सम्मान प्रदान गर्दैछौँ मण्डलीको क्षेत्रमा पुर्याउनु भएको त्यो सेवाकाईको निम्ति। र मनिषा श्रेष्ठ दिदी आउँदै हुनुहुन्छ, उहाँलाई पनि यो उपहार ग्रहण गरिदिनुको निम्ति अनुरोध गरेँ। र यसै गरी मैले बोलाउन चाहेँ सुरेन्द्र श्रेष्ठ, जवान सङ्गत उपसमितिमा रहनुभएका भाइ सविता श्रेष्ठ, राजु तामाङ, तपाईँहरू जहाँ हुनुहुन्छ अगाडि आइदिनु होला। जवान सङ्गति उपसमितिका भाइ बहिनीहरू सुरेन्द्र श्रेष्ठ, सविता श्रेष्ठ, राजु तामाङ, तपाईँहरू तिनजना जता हुनुहुन्छ अगाडि आइदिनु होला र उपहार ग्रहण गरिदिनुको निम्ति मैले अनुरोध गरेँ। ताली बजाइदिनु होला। सुरेन्द्र श्रेष्ठ, अनि सविता श्रेष्ठ, अनि राजु तामाङ हुन्छ, उहाँको तर्फबाट उपहार ग्रहण गरिदिनुको निम्ति अनुरोध गरेँ। हुन्छ, ताली बजाइदिनु होला। धेरै धन्यवाद उहाँहरूलाई मण्डलीमा पुर्याउनु भएको त्यो सेवाकाईको निम्ति र मण्डलीलाई दिनुभएको तपाईँहरूको योगदानको निम्ति मण्डली यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र तपाईँहरूको आगामी दिनहरूमा पनि यसै गरी मण्डलीको सेवाप्रति परमेश्वरले यहाँलाई सहायता गर्नुभएको होस्। र बाल सङ्गतको समितिमा रहेर सहायता पुर्याउनु हुने सुनिता तामाङ लाई पनि अगाडि आइकन आफ्नो उपहार ग्रहण गरिदिनुको निम्ति हामीले अनुरोध गरेँ। सुनिता तामाङ, मैले अघि नै जानकारी गराएँ यहाँहरूलाई। दोहोरिएको व्यक्तिहरूलाई चाहिँ हामीले उपहार ग्रहण गरेका छैनौँ। एउटा उपसमितिमा रहेको भए तापनि एकजनालाई मात्रै हामीले वितरण गरेका छौँ। एउटा मात्र उपहार, दुईवटा उपसमितिमा रहनुभएकाहरूलाई एउटा मात्र उपहार वितरण गरेका। सुनिता तामाङ हुनुहुन्छ। र यसै गरी घरेलु सङ्गतिमा हुनुहुन्छ चन्द्रबहादुर श्रेष्ठ दाजु पनि आइदिनु होला। सुनिता तामाङ बहिनी आउँदै हुनुहुन्छ र उहाँलाई धेरै धन्यवाद। बाल बालिकाहरूको बिचमा रहेर परमेश्वरको सेवाकाई गर्नुभएको छ, साना नानीहरूलाई सिकाउँदै हुनुहुन्छ। परमेश्वर यहाँलाई अझ धेरै आशिष दिनुभएको हो। सुनिता तामाङ बहिनीलाई हामी जोरदार ताली बजाइकन उहाँलाई सम्मान र धन्यवाद दिन चाहन्छौँ। यसै गरी घरेलु सङ्गतिको समितिमा रहनुहुने चन्द्रबहादुर श्रेष्ठ दाजुलाई पनि धेरै धेरै धन्यवाद यहाँले पुर्याउनु भएको योगदानको निम्ति अनि यहाँले पुर्याउनु भएका ती सेवाकाईको निम्ति हामी यहाँलाई धन्यवाद दिन्छौँ। हुन्छ, धन्यवाद सहायताको निम्ति। र संस्थापक आमालाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। यहाँले उपहार वितरण गरिदिनु भयो। हाम्रो
त्यसै गरी हुनुहुन्छ हाम्रो मण्डलीको डिसन सचिव शाह नगरपट्टि कृपया अगाडि आइदिनु हुन म अनुरोध गर्दछु। तपाईँले गाली बताइदिनु होला है। त्यसै गरी हाम्रो डिकान कृष्ण श्रेष्ठ दाइले पनि अगाडि आइदिनु हुन म अनुरोध गर्दछु। कता हुनुहुन्छ? सबैजनाले ताली बजाइदिनु होला है। त्यसै गरी हाम्रो साथी कामर डिकन साथी कामरज्यूलाई अगाडि आइदिनु हुन म अनुरोध गर्दछु। त्यसै गरी हाम्रो हरिराजवानी डिकन हरिराजवानीज्यूलाई अगाडि अनुरोध गर्दछु। त्यसै गरी हाम्रो डिकन राजु रिजालज्यूलाई पनि अगाडि आइदिनु हुन म अनुरोध गर्दछु। धन्यवाद। हाम्रो सानो दिदीबहिनी कमिटीको मायाले किन ग्रहण गरिदिनुभएको लागि हाम्रो एल्डा डिकनज्यूहरू सम्पूर्णलाई हामी धन्यवाद दिन्छौँ र यस साथसाथै मेरी क्रिसमस पनि भन्न चाहन्छु है। 1 घन्टा भइसक्यो के भयो?
त्यस रुखको फल खाए र परमेश्वरको विरुद्धमा पाप गरे। उहाँ अत्यन्तै पवित्र हुनुहुन्छ, तर परमेश्वर र मानिसको बिचमा पापको पर्खालले गएर मानिस र परमेश्वर अलग भयो। तर परमेश्वर असल न्यायकर्ता हुनुहुन्छ, यसै कारण उहाँले पापलाई सजाय दिनै पर्दथ्यो। पापको ज्याला मृत्यु हो र पापकै कारण मानिस र परमेश्वर एक आपसमा अलग भयो। परमेश्वरले यो कुरालाई यत्तिकै छोड्नु भएन, तर मानिससँग फेरि मिल्नको लागि उहाँले यीशु ख्रिस्टलाई बाटो बनाउनुभयो। आदमको कारणले गर्दाखेरि सबै मानिसहरू पापी गए, तर परमेश्वर जस्तै मानिसलाई अत्यन्त प्रेम गर्नुभयो अनि उहाँले यीशुलाई यस संसारमा पठाउनुभयो तपाईँ र मेरो पापको बलिदानको निम्ति। यीशुले आफ्नो स्वेच्छाले हामीलाई पापबाट छुटकारा दिनको लागि मानिसको रूप लिएर आउनुभयो। यदि यीशु ख्रिस्ट हामी जस्तै आमा बुवाबाट जन्मिएको भए उहाँ पनि पापी हुनुहुन्थ्यो, तर उहाँ पवित्र आत्माको शक्तिमा कन्या मरियमबाट गर्भधारण भइकन यस संसारमा आउनुभयो। यीशु ख्रिस्ट पूर्ण रूपमा 100% परमेश्वर हुनुहुन्थ्यो र 100% मानिस भएर आउनुभयो। उहाँ मानिसहरूबाट घृणित हुनुभयो र इन्कार गरियो। उहाँले कष्ट भोग्नुभयो र हामीले उहाँलाई केही मोलका गरेनौँ, तर निश्चय नै उहाँले हाम्रा दुर्बलताहरू बोक्नुभयो। हाम्रो निम्ति उहाँले दुःख भोग्नुभयो, तापनि हामीले उहाँलाई परमेश्वरबाट हिर्काइएको र दुःखमा परेको सम्झ्यौँ। अधर्मको निम्ति उहाँ पेलिनुभयो। हामीलाई शान्ति ल्याउने दण्ड उहाँमाथि पर्यो। कोराको चोटले हानियो जसद्वारा हामी निको हुन सक्यौँ। यीशु थिचोमिचोमा पर्नुभयो र उहाँलाई कष्ट पर्यो, तापनि उहाँले आफ्नो मुख खोल्नु भएन। मारिनलाई लगेको थुमा जस्तै उहाँ डोर्याएर लगियो। उन कत्रनेको सामु भेडा मौन बसेझै उहाँले आफ्नो मुख खोल्नु भएन। साँच्चै नै प्रिय मित्र, यीशुले तपाईँ र मेरो निम्ति त्यो क्रुसमा बलिदान दिनुभयो। हाम्रो पापको निम्ति एउटा निष्कोट पवित्र व्यक्तिको रगत बगाइनुपर्छ। पशु पन्छीको रगतबाट हामीले हाम्रो पापबाट छुटकारा पाउन सक्दैनौँ। मानिसको रगतको खाँचो थियो र संसारमा कोही पनि मानिस निष्कोट पवित्र थिएन, तर परमेश्वरले मानिसलाई यत्तिकै छोड्नु भएन। उहाँले अत्यन्त प्रेम गर्नुभएको कारणले गर्दा आफ्नै हातले बनाएका हामीलाई उहाँले त्याग्नु भएन, तर आफै मानिसको रूप लिएर त्यो पापलाई आफ्नो शरीरमा लिनुभयो र सजाय दिनुभयो। वास्तवमा तपाईँ र मैले त्यो सजाय भोग्नु पर्यो। मुक्तिदाता आयो, अँध्यारो हटायो। उहाँको ज्योतिले जीवन सधैँ चम्कायो, शान्ति र प्रेमको सन्देश लिएर आयो। आफूलाई क्षमा गर्ने भन उनलाई मुक्तिदाता, महिमा गर अब हाम्रो यस मुक्तिदाता। माया र ममता भएको हाम्रो यसुमा धेरै पाप नगर फेरि जानु पर्ला नर्कमा। विश्वास गर अब हाम्रो प्रभु यसुमा, अनि सब मिली जानु पर्छ स्वर्गमा। कमन हाम्रो कालीले प्रभुले सहेको बिना बस्नु विश्वासको कुरा, यसु बिना अरू छ जीवन पुरा। हात उठाउ गीत आवाज फैलाऊ र आशामा जीवन सजाऊ। यसु जन्मिए अन्धकार हरायो, क्रिसमसको खुसीले संसार सजायो। सबैलाई मेरी क्रिसमस।
बुवा मेरो सम्पत्तिको भाग कुन हो? छोरा मैले तिमीले भने जस्तो सम्पत्ति दिइसक्यो तिमी मलाई छोरा मात्रै गर्नु अब मलाई जे गर्न मन लाग्छ मलाई जहाँ जानु मन लाग्छ म त्यहीँ जान्छु अब मलाई तपाईँले केही भन्नु पर्दैन म मेरो सम्पत्ति लिएर आफ्नो ठाउँमा जान्छु अब छोरा छोरा मेरो कुरा त सुन साथीहरू मलाई मेरो बाबाले आज सम्पत्तिको भाग छुट्याइदिनु भयो अब म यो तिमीहरूलाई पनि बाँड्न आएको छु ल यो तिमीलाई ल यो तिमीलाई अनि ल यो तिमीलाई मोमो सर खाइदिनु हुन्छ ल जाम न त आज डान्स बार जाम मोमो पिज्जा सबै खाऊँ न त रमाइलो गर्न आज
के गर्दै होला, केही खान्छ कि छैन होला। अब म के गरौँ, यति धेरै दिन भइसक्यो घर नफर्केको। अब के गरौँ? ल खाम जाम जाम आज पनि डान्स गरेर जाम मोमो पिज्जा सब खाम नि एक्सक्युज मी वेटर वेटर ल खाऊ गयो साथीहरू आज रमाइलो गर बिल पनि ल्याइदिनुहोस् प्लिज आज पैसा छैन पैसा त हिजो नि दिएको अस्ति नि दिएको आज नाचौँ न त्यसो आयो बिल साथीहरू आज मसँग पैसा धेरै छैन आज एकदिन तिमीहरू बिल तिर्दा न हिजो पनि मैले तिरेको अस्ति पनि मैले तिरेको आज एकदिन त तिमीहरू तिर न छैन मसँग पैसा, मसँग पनि छैन, मसँग त झनै नै छैन। हेर साथीहरू कस्तो होला मैले हिजो पनि बिल तिरेँ अस्ति पनि बिल तिरेँ आज एकदिन उनीहरूले बिल तिरो भन्दाखेरि त्यस्तो गर्छ मैले यत्रो दिन उनीहरूलाई सबै दिएँ खानेकुरा दिएँ लगाउने कुरा दिएँ पैसा काटिने जति खाएको छ त्यति भरावासी कति बेर हो भाडा माझ्न नि त्यहाँ गएर किचन र टोयलेट पनि सफा गर्नु छ भाडा त माझेर सकाएको छैन अब टोयलेट सफा गर्नु नि म के काम मात्र गर्ने तर के गर्नु गर्न पनि त पर्छ मैले के खाएँ कि खाएन होला, म के गर्दै होला, उसलाई देख्दै नपाएन भने मर्छु कि के होला त। अब म के गरेँ, ऊ मेरो मुटुको टुक्रा जति हो, उसलाई नदेख्न पाउँदा त म त मरिसके जस्तो लाग्छ। मैले जति काम गरेँ नि जति जे गरेँ नि भएको छैन भन्छ बिल तिरेको छैन पैसा बिलको पैसा भएको छैन मात्र भन्छ मैले काम मात्र अराउँछ मैले खाना नखाएको पनि 3-4 दिन भइसक्यो मलाई कस्तो भोक लागिरहेको छ हेर्नु न मलाई यो होटेलमा बिलको पैसा तिर्न भनेर काम गर्न लागेको थियो जति पैसा तिरेँ नि जति काम गरेँ नि पैसा भएको छैन मात्र भन्छ मलाई काम मात्र आउँछ मैले खाना नखाएको पनि 3 दिन भइसक्यो मेरो घर पिट फार्म छ त्यहाँ हिँड म तिमीलाई खाना दिन्छु पैसा दिन्छु यिनीहरू मेरो सुँगुरहरू हो यिनीहरूलाई हेर्ने अनि म तिमीलाई खाना दिन्छु पैसा दिन्छु हुन्छ आऊ सुप 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 लियो लाउ खाना खाऊ त सुप 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 लाउ लियो राम्ररी खाऊ सुप हेलो मैले मेरो बाबाको र स्वर्गको विरुद्धमा ठुलो पाप गरेँ
लाउन पनि दिँदैन। म भोकै भएको कति दिन भइसक्यो। अब जसरी भए मेरो घर फर्किनै पर्छ। तपाईँले मलाई खाना दिन्छु भन्नुभएको होइन, किन नदिनु भएको? छैन मसँग खाना छैन। सुन्तला गरी मेरो सुन्दर हेर्ने अरू कुरा मलाई थाहा छैन। हेर कस्तो मान्छे होला। मलाई खाना दिन्छु भनेको थियो, लाउन नि दिन्छु भनेको थियो, तर मलाई केही दिएन। म कति दिनदेखि भोकै छु। अब जसरी भए मेरो घर जानै पर्छ। म मेरो बाबाको छोरा हुनको लायक छैन, तर म त्यो घरको एउटा नोकरको सट्टामा भयो कि बस्छु भनेर भन्छु बाबाले। अब मेरो घर जसरी भए फर्किनै पर्छ। मालिक पनि रहेनछ आज। अब जसरी भए मेरो घर फर्किनै पर्छ। अरे मेरो छोरा छोरा कति चिउराएछौ? कति भोगेर आयो? बाबा, मैले तपाईँको र स्वर्गको विरुद्धमा ठुलो पाप गरेको छु बाबा। म तपाईँको छोरो हुनको लायक छैन, तर मलाई हाम्रो घरमा भएको एउटा नोकरको सट्टामा भइराख्नुहोस् बाबा। त्यस्तो नभन छोरा। दासी यता आऊ त। हामी यति खुसीको खबर छ, मेरो छोरा घर फर्किरहेको छ। उसलाई नयाँ ढोइ गरेर नयाँ वस्त्र र औँठी ल्याइदेऊ। हुन्छ मालिक। के तपाईँहरूले पनि यो नाटकमा जस्तै बुबाको प्रेम याद गर्नुभएको छ? जसरी मैले मेरो बुबा र स्वर्गको विरुद्धमा ठुलो पाप गरेको थिएँ, तर मेरो बाबाले मलाई अपनाउनु भएको थियो, त्यसै गरी परमेश्वर जो कि हाम्रो पिता हुनुहुन्छ, उहाँले पनि हामीलाई सधैँ अपनाउनु हुनेछ। के तपाईँहरूले पनि बुबालाई फर्किन चाहनुहुन्छ? परमेश्वरले हामीलाई असाध्य प्रेम गर्नुहुन्छ। धन्यवाद। उहाँको निम्ति धन्यवाद। ल हुन्छ, धन्यवाद उहाँ संस्थापकज्यूलाई। यसै गरी हामी मनोबोध दर्शक मण्डलीका संस्थापक हुनुहुन्छ सुन्तली नगरकोटी आमालाई पनि अगाडि आइकन उपहार ग्रहण गरिदिनुको निम्ति मैले अनुरोध एकचोटि फेरि पनि जोरदार ताली बजाउँछु। उहाँलाई यो सम्मान र माया हाम्रो नगरकोटी दर्शक मण्डलीको तर्फबाट उहाँलाई दिनु होला। ताली बजाउनुहोस्। हाम्रो मण्डलीका ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, धन्यवाद। तपाईँ जान सक्नुहुन्छ। यसै गरी अर्का हाम्रा मण्डलीका ज्येष्ठ नागरिक हुनुहुन्छ कमला अधिकारी दिदी, जहाँ हुनुहुन्छ तपाईँ आउनु होला र उहाँसँग जमुना श्रेष्ठ दिदी हुनुहुन्छ भने तपाईँ पनि आइदिनुको निम्ति मैले अनुरोध गरेँ। यसै गरी कार्की आमा तपाईँ कहाँ हुनुहुन्छ? कार्की आमालाई पनि अगाडि आइदिनुको निम्ति मैले अनुरोध गरेँ। र यसै गरी कान्छी पाण्डे दिदी हुनुहुन्छ भनेदेखि तपाईँ पनि आइदिनु होला र कान्छी विष्ट आमा हुनुहुन्छ तपाईँ पनि आइदिनुको निम्ति मैले अनुरोध गरेँ। उहाँलाई दिनु होला। हुन्छ, धन्यवाद। हामी ताली बजाउँदैछौँ। यसै गरी जमुना श्रेष्ठ दिदी पनि आइदिनु होला। तपाईँले फोटो लिन चाहनुहुन्छ लिन सक्नुहुन्छ जमुना श्रेष्ठ। यससँगै कार्की आमालाई पनि आइदिनुको निम्ति मैले अनुरोध गरेँ र कान्छी पाण्डे दिदी हुनुहुन्छ भने तपाईँ पनि आइदिनुको निम्ति अनुरोध गरेँ। हुन्छ, धन्यवाद। उहाँलाई उपहार वितरण गरिदिनु होला। दिदी हुन्छ, ताली बजाइदिनुको निम्ति मैले अनुरोध गरेँ। एकचोटि तपाईँ सबैजनाले ताली बजाइदिनु होला। हुन्छ दिदी, तपाईँ जान सक्नुहुन्छ जमुना श्रेष्ठ दिदी। यसै गरी कार्की आमाको निम्ति पनि उपहार वितरण गरिदिनुको निम्ति मैले अनुरोध गरेँ। हुन्छ, ताली बजाइदिनु होला उहाँको निम्ति। उहाँ हाम्रो मण्डलीका ज्येष्ठ नागरिकहरू हुनुहुन्छ। यसै गरी कान्छी विष्ट आमाको निम्ति पनि आमा तपाईँ जान सक्नुहुन्छ। उहाँ उपहार लिएपछि तपाईँहरू आफ्नो ठाउँमा गएर बसिदिनु होला है। विशेष गरी मैले जानकारी गराउँदै कान्छी विष्ट आमा, हस् धन्यवाद यहाँलाई पनि। अनि यसै गरी गणेश माया श्रेष्ठ
हुनुहुन्छ भनेदेखि तपाईँ अगाडि आइकन उपहार ग्रहण गरिदिनुको निम्ति हुनुहुन्न भनेदेखि हाम्रो रूपा बहिनीले यो उपहार ग्रहण गरिदिनुको निम्ति मैले अनुरोध गरेँ। गणेश माया श्रेष्ठ हाम्रो लेले मण्डलीका आमा हुनुहुन्छ उहाँको निम्ति पनि हामीले उपहारको व्यवस्था गरेका छौँ। उहाँलाई अगाडि आइकन उहाँको छोरीले यो उपहार लिइदिनुको निम्ति हामी अनुरोध गर्दछौँ। हुन्छ हामी ताली बजाउँदैछौँ र कान्छी पाण्डेको छोरा अगाडि आइदिनु होला, विश्वराम पाण्डे उहाँले पनि यो आमाको उपहार ग्रहण गरिदिनुहुन्छ। ताली बजाउनु होला एकचोटि सबैजना। हुन्छ धन्यवाद धन्यवाद। यसै गरी सीता आमा तपाईँ कतै हुनुहुन्छ भनेदेखि तपाईँ पनि अगाडि आइदिनु होला उपहार यो ग्रहण गरिदिनुको निम्ति मैले अनुरोध गरेँ। सीता आमा हुनुहुन्छ कतै हुनुहुन्न, उहाँलाई हामी पछि उपलब्ध गराउँछौँ भनेदेखि यसै गरी हाम्रो बिचमा कार्की बा हुनुहुन्छ, ज्ञानबहादुर कार्की उहाँलाई पनि अगाडि आइदिनुको निम्ति मैले अनुरोध गरेँ उपहार लिइदिनुको निम्ति। यसै गरी उहाँसँगै हाम्रो बिनबहादुर महत बुवा हुनुहुन्छ, उहाँलाई पनि अगाडि आइदिनुको निम्ति हामी अनुरोध गर्नेछौँ। कार्की बा अगाडि आइदिनु आफ्नो उपहार ग्रहण गरिदिनुको निम्ति मैले अनुरोध गरेँ। हुन्छ एकचोटि फेरि पनि ताली बजाइदिनु होला, गाह्रो भयो धेरै लामो पनि भयो है। हुन्छ बिनबहादुर महत हुनुहुन्छ, हाम्रो उहाँ गोटीखेलका बुवा हुनुहुन्छ, उहाँको निम्ति पनि हामीले उपहारको व्यवस्था गरेका थियौँ र हाम्रो मण्डलीका सम्पूर्ण ज्येष्ठ नागरिकप्रति हामीले सम्मान साहित उपहार वितरण ताली बजाइदिनु होला। धेरै धेरै धन्यवाद यहाँलाई यो सहकार्यको निम्ति। हुन्छ यसै गरी अर्को हुनुहुन्छ हाम्रो नवोदय दर्शन लेले मण्डलीका जिगल हुनुहुन्छ हिराबहादुर श्रेष्ठ, उहाँलाई पनि हामी सम्मान साथ उपहार वितरण गर्न चाहन्छौँ। छोरी आएर यो लिइदिनुको निम्ति हामी अनुरोध गर्दछौँ। उहाँ हाम्रो नवोदय दर्शन लेले मण्डलीका आदरणीय बुवा हुनुहुन्छ, ढिकन हुनुहुन्छ र आज उहाँ उपस्थित हुनुहुन्न, त्यही पनि हामी उहाँलाई उपहार वितरण गर्दछौँ। हामी ताली बजाइकन यो सम्मान साथ उहाँलाई उपहार वितरण गर्दछौँ। धेरै धेरै धन्यवाद। हाम्रो मण्डलका ज्येष्ठ नागरिकहरूलाई हामीले अवसर पाएर उपहारहरू हामीले सानोतिनो उपहार जुन प्रकृतिको प्रेममा रहेर हामीले वितरण गरेका छौँ। र यसै गरी मैले यहाँ हाम्रो नवोदय दर्शन मण्डलीका दिदीबहिनीहरूलाई पनि उपहारको व्यवस्था गरेका छौँ। उपसमितिमा रहनुभएका दिदीबहिनी जसले मण्डलीको निम्ति धेरै प्रार्थना गर्नुहुन्छ, मण्डलीको निम्ति आफ्नो उपहार ग्रहण गर्नको निम्ति मैले अनुरोध गरेँ। शान्ति महत्त्व दिदी, यसै गरी सुशीला महत अगाडि आइदिनु होला, सविता मुगराती, सुमित्रा अछामी, तीर्थ तमाङ, देवकी रिजाल, हाम्रो 6 जना दिदीबहिनीलाई अगाडि आइदिनुको निम्ति मैले अनुरोध गरेँ। ताली बजाइदिनु होला। हुन्छ धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्छ हाम्रो दिदीबहिनी समितिका अध्यक्ष, उपसमितिका अध्यक्ष शान्ति महर्जन। यसै गरी सुशीला महतलाई पनि हामी अगाडि बढाउँदैछौँ। सविता मुगराती, सुमित्रा अछामी दिदी र देवकी रिजाल दिदीलाई पनि आफ्नो उपहार ग्रहण गरिदिनुको निम्ति अनुरोध गर्दछु। ताली बजाइदिनु होला, अल्छिन लाग्दैन। यो मण्डलीको तर्फबाट विशेष गरी हजुरहरूले मण्डलीको क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै मण्डलीले यो सानो उपहार हजुरहरूलाई दिएको छ र यो तपाईँहरूले ग्रहण गरिदिनुको निम्ति हामी यहाँलाई अनुरोध गर्दछौँ। हुन्छ धेरै धेरै धन्यवाद। ताली बजाइदिनु होला। फोटो लिन चाहनेले फोटो लिइदिनु होला र बिस्तारै दिदी यहाँलाई गाह्रो छ। सुमित्रासँगै दिदीलाई पनि अगाडि आइकन लिदिनुको निम्ति मैले यहाँ अनुरोध गर्न चाहे नवोदय दर्शन मण्डलीका जवान समितिका उपसमितिका भाइ जोसेफ प्रकाश मुखिया, सृजना प्रजामणिका गुरुङ, विश्वनाथ पाण्डे, यी 4 जना भाइ बहिनीहरूलाई अगाडि आइदिनुको निम्ति मैले अनुरोध गरेँ। उपहार ग्रहण गर्नुको निम्ति जोसेफ प्रकाश मुखिया लाई अगाडि आइकन उपहार ग्रहण गरिदिनुको निम्ति अनुरोध गरेँ र विश्वनाथ पाण्डे यी 2 भाइहरू मात्रै हुनुहुन्छ र अरूलाई हामी मण्डलीमा वितरण गर्नेछौँ। अरू 2 जनालाई हुन्छ उपहार ग्रहण गर्नुको निम्ति जोसेफ प्रकाश मुखिया उहाँलाई ताली बजाइकन हामी धन्यवाद दिनेछौँ। र सम्मान हजुरको निम्ति मण्डलीको तर्फबाट यसै गरी जवान समितिका उपसमितिका रहनुभएका विश्वनाथ पाण्डे भाइलाई पनि धेरै धन्यवाद। यहाँले गर्नुभएको सेवाको निम्ति मनुष्य यहाँलाई अझ धेरै आशिष दिनुभएको होस्। र बाल समितिका हाम्रो शिक्षक शिक्षिकालाई पनि हामीले दिनेछौँ। सलोनी मुखिया, निशा राणा, दिना राणा र सबिना प्रोजालाई अगाडि आइदिनुको निम्ति मैले अनुरोध गरेँ। फेरि पनि मैले नाम उल्लेख गराउन चाहे। सलोनी मुखिया बहिनी कहाँ हुनुहुन्छ? तपाईँ अगाडि आइकन आफ्नो उपहार ग्रहण गरिदिनुको निम्ति हामी यहाँलाई अनुरोध गर्दछौँ। निशा राणा तपाईँ जहाँ हुनुहुन्छ त्यहीबाट छिटो आइदिनुको निम्ति पनि मैले अनुरोध गरेँ। भनेदेखि सबिना प्रोजा बहिनी हुनुहुन्न, उहाँलाई पनि हामी शनिबार मण्डलीमा नै उपहार दिनेछौँ। भनेदेखि निशा राणा
भाइलाई पनि बहिनीलाई पनि अगाडि आइदिएको निम्ति म अनुरोध गरेँ। म यहाँ बोल्दा बोल्दा भाइ भनिदिन्छु बहिनीलाई पनि नानीलाई पनि है हुन्छ। र उहाँहरू आउँदै गर्दा हुँदाखेरि म अर्को यहाँ हाम्रो घरेलु सङ्घको समितिका 3 जना व्यक्तित्वहरूलाई मलाई अगाडि आइकन उपहार ग्रहण गर्नको निम्ति अनुरोध गर्न चाहे। कमल महर्जन दाई तपाईँ कता हुनुहुन्छ? अगाडि आइकन उपहार ग्रहण गर्नको निम्ति अनुरोध गर्दछु। कमल महर्जन दाजु तपाईँ अगाडि आइदिनु होला। श्रीकाज दाई तपाईँ अगाडि आइदिनु होला। नवराज मुगराती तपाईँ पनि अगाडि आइदिनु होला। कोही पनि हुनुहुन्न? हुन्छ हाम्रो तपाईँ तयारी भएर अगाडि आइदिनु होला है। मैले नाम उल्लेख निशा राणालाई अगाडि आइकन उपहार दिइदिनुको निम्ति मैले अनुरोध गरेँ। हामी ताली बजाउँदैछौँ बहिनीलाई। उहाँलाई धेरै धन्यवाद। बाल बच्चाहरूको बिचमा रहेर जुन सेवा गर्नुभयो यसरी सबैले मुखिया नानीलाई पनि अगाडि आइकन आफ्नो उपहार ग्रहण गरिदिनुको निम्ति हामी अनुरोध गर्दछौँ। र दिना राणालाई दिना नानी यही छिन्। दिनालाई उपहार ग्रहण गरिदिनुको निम्ति मैले अनुरोध गर्छु। ताली पुगेन है। उपहार मात्रै धेरै पर्छ। धन्यवाद धेरै धेरै यो उपहार ग्रहण गर्नुको निम्ति। र मैले अघि जानकारी गरे अनुसार घरेलु सङ्घको समितिमा रहनुभएका कमल महर्जन दाजु तपाईँ अगाडि आइदिनु होला। उपहार ग्रहण गर्नु श्रीकाज दाजु तपाईँ जहाँ हुनुहुन्छ तपाईँ पनि अगाडि आइदिनु होला। नवराज मुगरातीजी कता हुनुहुन्छ? मैले देखेँ जस्तो लाग्यो। नवराज मुगरातीजी तपाईँ पनि अगाडि आइदिन आफ्नो उपहार ग्रहण गर्नुको निम्ति हामी अनुरोध गर्दछौँ। धेरै धेरै धन्यवाद। यहाँले जे जति कार्यहरू गर्नुभयो मण्डलीको निम्ति सेवामा उपहार वितरण उपहार ग्रहण गरिदिनुको निम्ति मैले अनुरोध गरेँ। हाम्रो दिदी उहाँ सेवाको क्षेत्रमा जहाँ पनि पुग्नुहुन्छ जसोसुकै गाह्रो अप्ठ्यारो पनि मण्डलीको निम्ति उहाँ सेवामा अग्रभागमा रहेर सेवाको क्षेत्रमा उहाँ हुनुहुन्छ। उहाँलाई हामी धन्यवाद सायद ताली बजाइकन यो उपहार अभिनव बुढाथोकी भाइलाई पनि अगाडि आइकन आफ्नो उपहार ग्रहण गरिदिनुको निम्ति अनुरोध गर्दछु। अभिनव बुढाथोकी हुनुहुन्छ यसै गरी प्रोजोला सामीलाई अगाडि आइदिनुको निम्ति मैले अनुरोध गरेँ। उपहार दिनुको निम्ति सुनिल मङ्गलाती भाइ, यसै गरी एलो सुरिजा, सन्देश नगरकोटी, शुभ नगरकोटी, कृष्णमिला कपाली, एलिसा रसिला कपाली बहिनी भाइ बहिनीलाई पनि अगाडि आइदिनुको निम्ति फेरि अनुरोध गर्न चाहे। उपहार वितरण गर्नुको निम्ति मैले मण्डलीय संस्थापकलाई अनुरोध गरेँ। धन्यवाद। सुनिल मङ्गलाती तपाईँहरू छिटो आइदिनु होला। एलो सुरिजा भाइ जता हुनुहुन्छ तपाईँ अगाडि आइदिनु होला। यसै गरी सन्देश नगरकोटी, शुभ नगरकोटी, कृष्णमिला कपाली बहिनी कता हुनुहुन्छ? उहाँलाई बोलाइदिनुको निम्ति मैले अनुरोध गरेँ। र यसै गरी रश्मिला कपाली उहाँको दिदी बहिनी हुनुहुन्छ कता हुनुहुन्छ? अगाडि आइदिनुको निम्ति अनुरोध गरेँ। दिदी बोलाइदिनु होला। हुन्छ धेरै धेरै धन्यवाद यो उपहार ग्रहण गरिदिनु भएको।
It's